हेलो साथीहरू, सेवा वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ यसरी राति नै छ। म चाहिँ आज चाहिँ बिहानै उठेँ। आज चाहिँ म चाहिँ उता जाँदैछु, लरुम्बा जाँदैछु नि त साथीहरू। त्यही भएर बिहान म चाहिँ उठेँ, तर यति बिहान चाहिँ जाने होइन, तर नि म चाहिँ उठेँ। अनि मेरो भाइले चाहिँ यहाँ बयरको त्यो दाना खुवाइदिएर जबरजस्ती खुवाइदिएर यहाँ खाइरहेको छु, मुखै नधुई। अनि साथीहरू अब आज चाहिँ के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। यतिको उज्यालो हुँदैछ साथीहरू, अनि तर भिडियोमा चाहिँ निकै उज्यालो देखिरहेको छ, तर यति साह्रो पनि छैन। अनि म चाहिँ फुल देखाउनु गइरहेको छु है तपाईँहरूलाई। यहाँ देख्नु सक्नुहुन्छ कति राम्रो राम्रो फुलहरू छ। यो चाहिँ सबै मम्मीले रोप्नु भएको फुलहरू। अनि साथीहरू म चाहिँ अहिले चाहिँ जाने होइन, भरे 9-10 बजीतिर जान्छु होला। 10 बजीतिर गाडी चाहिँ तल 2 बजी 2 साढेतिर आउँछ अरे, 2:30 बजी आउँछ अरे। नेपालटार भन्ने ठाउँमा गएर चाहिँ बस्नुपर्ने हुन्छ साथीहरू। अनि त्यहाँ बसेर फेरि गाडीमा गएर फेरि चतुरे भन्ने ठाउँसम्म गएर त्यस पछाडि बाइकमा जानुपर्ने हुन्छ साथीहरू। अब आज के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। म चाहिँ आज चाहिँ अब जानु नै पर्ने हुन्छ साथीहरू। म चाहिँ किन जाँदैछु भन्दाखेरि मेरो चाहिँ अब आज 6 गते, भोलि 7 गतेबाट चाहिँ स्कुलहरू मेरो चाहिँ लाग्छ। त्यही भएर म चाहिँ जसरी पनि जानै पर्ने हुन्छ। अनि अब आफ्नो घरमा जसलाई पनि बस्नु त लागि नै हाल्छ। अनि नराम्रो पनि लागिरहेछ। मेरो भाइ त्यही माथि सानो छ, अनि मलाई छोडेर जानु मनै लाग्दैन क्या साथीहरू। अनि तर पनि के गर्नु, जानै पर्यो। आफ्नो घरमा बस्नु त सधैँ नै लाग्छ साथीहरू। अब आज के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ मम्मीले समोसा पकाएर कोसेली पठाउनुको लागि रेडी गर्नु हुँदैछ साथीहरू। अनि यो छुर्पी चाहिँ मैले उता लानुको लागि यो चाहिँ मैले राख्दैछु। यो पनि इलामे छुर्पी लाँदैछु मैले चाहिँ स्कुलमा खानुको लागि। यहाँनिर चाहिँ करेन्ट चाउचाउ खाजा पकाउँदैछु मैले चाहिँ। अनि मम्मीले चाहिँ यहाँनिर अन्डा फ्राई गर्दै हुनुहुन्छ। म चाहिँ तर खाँदिनँ अन्डा चाहिँ। आरुस मेरो माया लाग्छ कि लाग्दैन? लाग्छ भने माया गरिदेऊ एकताल अझै। अनि म आज जानु कि नजानु? म नजानु? जानु म घर। यता चाहिँ मेरो ठुलो भाइ रेडी कि कहाँ जानु आँटेको? कोपी ल्याउनु जानु आँटिरहेछ। अनि आरुस दिदीको माया लाग्छ कि लाग्दैन? यता हेर्नुहोस्, यता हेर्नुहोस्। अनि तपाईँ पनि जाउँ ल? जाउँ मसँग जाउँ ल? नजाने? यता हेर्नु न, यता हेर्नु। मसँग जाउँ ल? किन? म जानु कि नजानु? म जानु कि नजानु? म जानु? आरुस नानी म जानु कि नजानु रे? नजानु? लु मलाई माया गरिदेऊ नि त नजानु भने। लु उठ्नुहोस् 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 उठ्नुहोस्, यो हातमा माया गरिदिनुहोस्। ल ल ल। मेरो माया कति लाग्छ आरुस? यति लाग्छ? अरे माया गर्नुहोस्, माया 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 अझै। म जाउँ ल साथीहरू। म चाहिँ जानु लागेको। अनि अब घर परिवार छोडेर जाँदा नराम्रो त एकदमै धेरै नराम्रो लागिरहेछ साथीहरू, तर के गर्नु, अब जानु पर्यो साथीहरू। अब के कस्तो हुन्छ भ्याएसम्म त म गर्छु साथीहरू। अब हेरिदिनु होला, एकदम धेरै दुःख लागिरहेछ साथीहरू। अब चाहिँ म हिँड्न लागेको। अब चाहिँ मेरो मम्मीहरूले चाहिँ पर आन्टीहरूकोसम्म पुऱ्याइदिनुहुन्छ। अनि त्यस पछाडि नेपालसम्म फेरि अर्को आन्टीले पुऱ्याइदिनुहुन्छ। अनि त्यस पछाडि चाहिँ म जान्छु साथीहरू। अब चाहिँ म चाहिँ डाइरेक्ट अब तिहारमा मात्रै आउँछु, 7 महिना पछाडि 6 महिना पछाडि। अनि मम्मीहरूले चाहिँ मलाई परसम्म पुऱ्याइदिनुहुन्छ। मेरो ब्याग मम्मीले चाहिँ बोकिदिइरहनु भएको छ। अनि मैले चाहिँ हातमा उयो गरिरहेको छु। मेरो भाइ र मम्मीले चाहिँ पर आन्टीहरूकोसम्म पुऱ्याइदिनु। यता हेर्नु त मम्मी, भाइको त्यो भाइको ब्याग पुरा त्यो मेरो मम्मी चाहिँ त्यहाँ गोजी यहाँ भित्र छ। मेरो भाइ यता हेर। भाइलाई आरुस हाई भन्दै हुनु। म जान्छु ल।
जानु कि नजानु यता हेर अघि नै दिदी कहाँ जानु आँट्नु भएको भन्दै थियो हामी चाहिँ आइसक्यौँ अब यहाँबाट चाहिँ आन्टी र म जान्छौँ मम्मीलाई जाउँ भनेको मान्नै हुँदैन ल्याउ न लु म झिकिदिन्छु नि त मेरो भाइ चाहिँ हेर्नु न फोटो खिच्नै मान्दैन यस्तो गरिदेऊ म अब जान्छु है म जान्छु नि छोडेर यस्तो लु गर आयुषमा गर गाउँको म त लु भागो बाई 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 गएको ल बस ल पछि आउँछु ल बाई गरिदेऊ दिदीलाई बाई खोइ एकताल माया माया गरौँ नि बाई यतिखेर चाहिँ साथीहरू हामी चाहिँ अघि नै नेपालटार पुगेर पनि गाडी कुद्दा कुद्दा भर्खर मात्रै गाडी आयो त्यस पछाडि नेपालटार पुगेर हामी चाहिँ चटपटे खान लागिरहेछौँ अनि साथीहरू हामी चाहिँ नेपालटारमा पनि गाडी कुरे पछाडि मात्रै गाडीहरू आयो अनि आजको वेदर चाहिँ यस्तो हुस्से लागिरहेको थियो अनि बाटो पनि त्यस्तै पानी परेर अनि तपाईँहरूले देख्न सक्नुहुन्छ इलाम इज फेमस फर टी अनि नि यताउता दायाँ बायाँ चिया छ हाम्रो इलामतिर चाहिँ प्रायः जस्तो आज चाहिँ मैले गाडीहरू 2-3वटा सार्दै जानुपर्ने हुन्छ 3-4वटा अघि नै 2टा भइसक्यो अब मङ्गलबारेमा गएर पनि फेरि अर्को त्यहाँ पनि फेरि अर्कै चेन्ज गरेर जानुपर्ने हुन्छ अनि चत्तुरे भन्ने ठाउँमा पुगेर त्यहाँबाट मात्रै मलाई चाहिँ तलबाट ल्याउन आउनुहुन्छ साथीहरू म चाहिँ अहिले अघि भर्खरै आइपुगेर खानाहरू पनि खाइसकेँ मेरो चाहिँ एकदमै धेरै आज चाहिँ थाकेको छु अनि थ्याङ्क यू फर वाचिङ लभ यु अल डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब